आज चाहिँ कुरा के हो भने म चाहिँ नर्वे जानु लाग्यो साथीहरूसँग अनि झन् टाइममै भेट्ने है अलिकति छिटै पुग्नुपर्छ है भनेर भनेको एज अलवेज क्या म चाहिँ आइसकेँ उनीहरू चाहिँ अब हल्लिँदै कहाँ आइरहेछ त्यही हो अनि बाँकी कुरा देखाउँछु बिस्तारो यिनीहरू फेरि यस्तो छ होइन ढिला भएपछि कल नै उठाउनु क्या फेरि म यहाँ आइपुगेँ होइन क्या कल नै उठाउनु क्या यहाँ एक्लै बस्नुपर्छ आफू चाहिँ अनि के छ त गाडी ढिला आएर 2 बजे भने मान्छेहरू 3 बजे आउने अहिले चाहिँ बमसेल फाल्नु नै बाँकी छ हो बाहाना यिनीहरूले बसमा बाहाना प्लान गरिरहेछन् होइन अफ क्यामेरा हो क्या सबै कुरा त्यस्तो आज त के आज त अफ क्यामेरा हुन्न नि आज त जे हो सबै अन क्यामेरा हो नि नर्मल जानै पर्ने हो जाम न त अहिले तिमीहरूलाई डेलिभरी चार्ज लाग्छ है यो तिमीहरू कसैले पानी बोके खाऊ छ त्यसो भए त ठिक छ है के त जस्तो हो के त जस्तो त जहिले ढिला गर्ने 1 घन्टा ढिला यो 1 घन्टा अति भएन क्याएर बसेको 1 घन्टा मैले नि बोकेँ आफ्नो टुथपेस्ट चाहिँ कसले बोकेँ त मैले कल गरेर सम्झाएको नि हिस्ला टुथपेस्ट बोकायो भन्छ यसले हिस्रेको हिस्ला हो कि भन न हामी त बिहानै उठेर सब प्लान गरिसक्यो मेरो पनि काम नभए पनि बिहानै उठ्थेँ म बिहानै उठेकै हो क्या यत्रो ल्याउने अनि मलाई बोकाउने यार के छ जाम टनलमा एक्साइटमेन्ट नेक्स्ट लेभल हो अहिले आज चाहिँ हामी भोलि 10 बजी त अब नर्वे हो त गाइजहरू कोपेनहेगनलाई बाई बाई भन्ने टाइम आयो त अनि पुग्न अब चाहिँ पुग्न थाल्यौँ कि पुगेपछि आनन्द हुन्छ क्या सब सामान राख्न पाएपछि अलि यत्रो छ अनि यहाँ यत्रो पछाडि त्यत्रो त्यो सब मान्छेहरू त्यहीँ जानु थाल्यो हुन् चाहिँ यत्रो बेर ल इन्स्टान्ट खिच नि त अनि यसो हामीलाई नि खिच्ने हो कि फोटो खिचाउनु त इन्स्टान्ट नखिच न त अनि ख्याचेको क्या ल बल्ल आउनु थाल्यौँ होइन अब कहाँ जाने हो हेरौँ माथि जस्तो छ के आऊ यिनीहरू जान्छन् अनि हामी जाम्ला है गाइज एकछिन डर लाग्छ बोर्डिङ नभएसम्म रुम नपुगेसम्म अनि त फेरि त्यो त खुल्या ऊ हो नि हामी पनि तर क्रुज सोचेभन्दा ठुलो है गाइज त्यो कलर नलाउँदा मलाई फिल्टर एकदम मन खासै पर्दैन चेक इन हामी लेभल 1 मा जानु पर्यो अनि त्यो भइसकेपछि त ठिक छ कहाँ जाने र हामी लेभल 1 मा भगवती गुराउँ भिडियोहरू बनाउनु टन्नै भिडियो बनाउनु पर्छ नि नर्वे इज कलिङ भन्दै नि बनाउनु पर्ने हो फर्स्टमै हामीले अब त्यो त पासवर्ड निकाल्नु पर्छ यस्तै भयो अब यस्तो गरेर अहिले कुर्स लाउनु पर्छ क्या अनि त्यो गर्दै भिडियो बनाइदियो त्यो अहिले उपर चलेछ के ओ हम दम सुनियो भने यस्तोमा त बनाउनु त्यो वाला बनाम के डु यु अन्डरस्ट्यान्ड द वर्ड्स कमिङ आउट अफ माय माउथ लाइक गराएको अनि फक यु क्या या आई डु अन्डरस्ट्यान्ड इट मिन्स SUCKU एयरपोर्टमा आज जस्तै भयो मलाई यसको कुरा सुन न अलिकति यहाँ जोक पनि आफ्नै हाने क्या बच्ची लगाइरहेको सबसे सानो चाहिँ उयो क्या फेरि होइन झन् चेकिङ गर्नुपर्छ भनेर क्युआर रेडी गरेर त्यसलाई क्युआर देखाएको होइन किन गरेर उफ्रेको यो त खुसी लाग्छ भने चाहिँ उफ्रिनुपर्छ उफ्रिएर यस्तो उफ्री खुसी भएको छ रे क्या तर चेकिङ गर्नु परेन
निब्बी हो कि मलाई थाहा थियो क्या अब चाहिँ हाम्रो टक्क यो टिकट चेक गर्छ अनि चाहिँ भित्र लाइनमा छ मैले भयो बोर्डिङ भगवती आत्ती एकछिन त आत्तेर पुरै अनु गर्छ क्या आत्तेर रुम नम्बर 5957 welcome to board let's go के क्याट गर्दा हो ए अब ठ्याक्कै यार ठ्याक्कै टर्किसमा त्यो प्लेन चढ्दाको जस्तै भएको क्या यहाँ अहिले चाहिँ जाम क्याबिनमा छिरिहालौँ मैले भेटेँ क्याबिन यहीँ सिधा अगाडि तँ पनि हो हेर नि त ए यहाँ माथि ऐनाहरू चाहिँ मलाई थाहा छैन यार अहिले खिच्नुपर्छ है त आमै आउँदैछन् आमालाई ठाउँ दिनु पऱ्यो लाउ न खिच अब टक्क देखाऊ म दिन्छु क्या अहिले गएर निकालौँ हामीले आमैलाई बाटो दिउँ पहिला मिटिटवाला नाइ नट भेरी एक्साइटेड जस्ट ठिकै लेभलको एक्साइटमेन्ट एकदम वाला एक्साइटमेन्ट छैन क्या जामहिँड पोखरादेखि यस्तो सिधा समाउने हो नि त भएको त्यहाँ पछाडि हेरेर ए गाइज वी आर इन द टाइटानिक जामहिँड पोखरा आफूलाई पनि देखाऊ कि भन हामी पोखरा जान्छौँ हाम्रो क्याबिन चाहिँ अलिक अगाडि रहेछ ओइ के हो यार क्याबिन त सबसे भित्र हाम्रो हो क्या मजा आउनु नि त सबसे भित्र हाम्रो भयो भने त बाहिर निस्किने आधी घन्टा लाग्ला हामीलाई अनि 5-8 सिधै अब 11 फ्लोरमा जाऊँ हामी यो हो नि त लाइक ल्या चस्मा ल्याइन यार आँखा बोर्ड बिग्रिन्छ मेरो त छ्या यो हो नि त लाइफ गाइजहरू माथि बस्न पापै हो क्या अब एक राउन्ड हाम्रो हेर त्यो सब तिम्रो इमर्जेन्सी पऱ्यो भने त्यो होइन त्यो लाइफ बोर्डहरू अनलक गर्छ क्या टाइटानिक बिर्स्यो त्यो लाइफ बोर्ड अनलक गर्छ नि हामी सब डुबेर यसरी बोल्नु पनि पर्नु त बोल्छस् मलाई अलिकति उकालोबाट डर लाग्छ होइन यो हेर्दा चाहिँ तँ मर्छस् क्या अब कस्तो क्यामेरा खस्यो भने त गयो क्या बाई हो क्यामेरा त क्यामेरामा रेकर्ड चाहिँ हुन्छ कि कति गहिरो हो हाम्रो डुङ्गाको राइभल आइसक्यो अब यहाँ त्यो हिँडे खालको क्या त्यो छैन किन बाई गरेको अन्त यो ए उता बाई गरेर रहेछ नि त बाई अब चाहिँ उभिँदा यहाँ साथीभाइहरू थाकेर अब गफ गर्नुपर्छ डेनमार्क भन्दा त स्विडेनै प्रिटी जस्तो छ क्या त्यहाँ हेर स्विडेनको ठाउँहरू यहाँ देख्दैन क्यामेराले देख्न त बट जे साइडहरू चाहिँ लाइक यति धेरै देखिरहेको छ थाकिन जस्तो चाहिँ लागेन क्या मलाई अब अघि नै डेनमार्कको हेऱ्यो अब यता स्विडेनको छ अनि उता हेर्ने भने फेरि आइल्यान्ड छ होइन ब्रो भ्यू हेर्नलाई चाहिँ लास्टै छ क्या टाइमले फिक्स गर्ने हो नि होइन ल भिडै माथि बस्दा पुरै अब चाहिँ पुग्यो भन्छ तल यहाँ आर्केट रहेछ नि त वा यार अब आर्केट नै खेल्नुपर्छ आज जम्मा 10 करोड गेमिङ अहिले आएर खेल्ने त जम्मा 10 करोड हो भने चाहिँ खेल्ने हो क्या हामी रियल हो कहाँ फेक प्राइज हाल्छ त अनि यो तिमीलाई काम लाग्ला नि हैन र मलाई उयो काम लाग्छ हेडफोन यो खेल्ने उ त्यो खेल्ने हो क्या अब क्या नि भने पौडी खेल्ने यता तल
तल बोटबाट त अँध्यारो भयो भनेको त उही कस्तो क्रेजी हो कसम यार बेलुका पो कस्तो लभिट भएको त अब त म त अँध्यारो भयो कि भन्नु थालेँ के हुन्छ नडर भगवती हिस्ला 11% चार्ज भइन्छ नि त तर 11% चार्ज भइन्छ क्या मेरो सिट खोइ तर कस्तो तातो स्विमिङ पुल रहेछ होइन चिसोमा त क्रेजी पौडी खेल्यो अब त भयो नि क्रेजी पौडी खेल्यो अब चाहिँ पुरै यता गोल्डन आवर हुन थालेको छ क्या गोल्डन आवर हुनु अगाडि चाहिँ लुगा चेन्ज गर्छौँ फेरि माथि आउँछौँ त्यही हो तर यो यहाँ एउटा कुरा चाहिँ किन भने यो पुलनिर वासरुम छैन रहेछ क्या यता है एउटा वासरुम चाहिँ हुनुपर्ने हो क्या छैन हौ कहीँ छैन वासरुम माथि फ्लोरमा छ सिधै हामीले त क्रेजी तहल्का मजाइदियो यार यहाँ त मेरो यो लुङ्गीमा हिसी मेरो लुङ्गीवाला फिट देख्यो भने मान्छे क्रेजी हुन्छ होला अब निस्क्यौँ सनसेट हेर्न गाइजहरू चेन्ज गरेर आउँदै गर्छन् म चाहिँ हेर्दै गर्छु लिफ्टमै रहेछ 11मा सुट लेट्स गो यस्तै छ त्यही हो गोल्डन आवर हुन्न के भन्नु त भयो क्या गोल्डन आवर आनन्दले हेरौँ भनेको त घामै छेक्दियो बादलले यस्तो सब छेक्दियो क्या पुग्यो ढल्न पुग्यो अब ओए रेडी फर द लाइभ म्युजिक होइन कहाँबाट हो ए यहाँ भइरहेको छ नि त क्रेजी पर्फर्मेन्स भइरहेको छ गाइज बारमा त नाच्नुपर्छ अहिले अघि न स्विमिङ गऱ्यो त्यो पछि गोल्डन आवर नि हेऱ्यौँ अनि रुममा गएर के खायौँ अब चाहिँ हामी अहिले अब कहाँ छौँ हामी हिजो हामी कहाँ छौँ किन भन्दा अब लाइभ पर्फर्मेन्स भइरहेछ नाच्नु त पऱ्यो आज पऱ्यो कि परेन पहिला एकछिन यस्तो भाइब बनाऊँ अनि नाच्नुपर्छ नाच्नु पऱ्यो नि कुन ल्याङ्ग्वेज हो यो कि सुने खाऊ हान्दिनु त भगु नौ के भन्दैछ किनले यता छेउमा आउन साँच्चै अघि न बारको त मैले खिच्नै बिर्सेछु यार हामी के गऱ्यौँ बस्यौँ एकछिन यस्तो केही ड्रिङ्क्स खायौँ भाइ मिल्यो एकछिन नाच्यौँ त्यो पछि बिर्सेछु क्या मैले त खिच्नै अनि अहिले चाहिँ अब त्यहाँ सकिसक्यो होइन म्युजिक सेसन पनि त्यही भएर अब राति कति बजे छ भने इट्स 1:55 आई मिन 12:55 1 बजी थाल्यो अनि हामी चाहिँ कहाँ छ भने गोथेनबर्ग नजिक छौँ अनि त्यही हो राति मजा छ यार जस्ट स्टारी नाइट छ आज अनि मिठो हाल चलिरह अब रुममा जान्छौँ मुभी हेर्छौँ हामी अनि मुभी हेर्छु एकछिन सुत्छौँ त्यो चाहिँ फेरि 4 बजीतिर त सनराइज भइसक्छ अनि सनराइज हेर्न फेरि आउनुपर्छ अनि चाहिँ ओस्लो सो टुडे इज द सेकेन्ड डे अफ आवर नर्वे ट्रिप होइन अनि हामी चाहिँ ओस्लो आइपुगिसक्यौँ राति 12मा डान्स गऱ्यो अनि फेरि रुममा आयो अनि फेरि कति 4 बजीतिर सनराइज भएको छ कि भनेर हेर्नु गएको बट वेदर खासै राम्रो थिएन अनि सनै देखेन क्या अनि फेरि आएर सुत्यो मस्त सुतेछौँ हामी त अनि 9:30मा बल्ल उठेर अहिले चाहिँ 10 बज्यो अनि अब चाहिँ हामी ओस्लो नि आइसक्यो अब बाहिर जानु लाग्यो अब घुमौँ नर्वे इट्स टाइम टु रक अन नर्वे फाइनली हामी नर्वे नि आइसक्यो अनि ब्रो लाइक ओस्लो इज डिफ्रेन्ट फ्रम कोपेनहेगन के आई क्यान फाइनली सी सम हिल्स अगेन
वाउ फाइनली सम हिल्स यार 8 महिना भइसकेको थियो कि मैले डाँडा नदेखेको ओइ यो त नेपालको डाँडा जस्तो छ त यार हिजला नाइस यार कति मान्छे हौ बाहिर त्यहाँ अम्मामा ओइ खासमा त्यो इन्फर्मेसन भन्दा के भनिरहेको थियो सबजनाले आफ्नो सामान लगिरहेको थियो होइन अनि म त ओइ सामान हाम्रै लग्नुपर्छ के भनेको थियो तर होइन हाम्रो चाहिँ रिटर्न टिकट नि छ त्यही भएर हामीले क्याब नै छोड्दा हुन्छ नि अनि चाहिँ ओहो रिलिफ भएर बट सी म्यान दिस लुक्स सो गुड अब चाहिँ वी हेभ कति लाइक 6 आवर्स छ होइन बाहिर घुम्नको लागि लेट्स गो लेट्स सी हाउ वाज द इज एन्ड वी हेभ टु गो ब्याक टु कोपेनहेगन त्यही हो लेट्स गो हामीले हिजो एउटा कुरा चाहिँ मिस्टेक गरेछौँ क्या के हो भने त्यो सिपमा इन्टरनेट थिएन हामीसँग अनि हामी यतिकै हल्ली चाहिँ रैला गर्दै बस्दा सिटी नेभिगेट गर्ने बिर्सेछौँ क्या घरबाट हिँड्ने भए चाहिँ लाइक सोचेको थियो यो गरौँला भनेर यहाँ आइसकेपछि चाहिँ अब अलिकति प्लान गर्नुपर्ने भयो क्या कहाँ जाने के गर्ने भनेर त्यही हो अहिले पहिला त क्याफे जाम त्यही खाम सम रियल फुड अनि हेर्छु बाँकी कुरा जस ओस्लोको ओपेरा हाउस चाहिँ हाम्रो क्रुजको बोर्डिङको नजिकै रहेछ तर यस्तो वाउ चाहिँ लाग्यो होइन ओपेरा हाउस देखेर सायद त्यो हामीले अनलाइनमा पनि टन्नै हेरेर होला तर गएर नि हेरौँ वाउ छ कि छैन भनेर ओपेरा हाउस त आयौँ तर कस्तो भएको भने बिहान त्यो राम्ररी उठ्न पाएन घुम्ने स्पट आइसक्यो क्या वी आर नट रेडी टु ट्राभल येट क्या वी आर नट रेडी टु एक्सप्लोर येट होइन अब त्यही आइसक्यौँ क्या अब के हो अलिक छिटै उठ अहिले आएर चाहिँ अलिक छिटै उठा भए हुन्थ्यो कि जस्तो हुन थाल्यो अलिक छिटै उठ्यो माथि गएर सब हेरे भए तर क्याब नै अब यस्तै हो त्यही वेदरले साथ दिएछ भन न हामीलाई लभ यु घाम है घामलाई लभ यु भन्थ्यो त भगवती ओहो सनसेट हामीले सनसेट मिस गरेका छौँ होइन यही हो अब डुल्नलाई यहाँ हाम्रो मर्निङ कार्डियो हुँदैछ कि उकालोमा ओइ कति डेनमा गएको पहिलोचोटि होला पहाड चढायो त्यो नि नर्वे आयो कति रमाइलो क्या एक्सपेन्सिभमा पर्छौँ नि त त्यही भएर जेको पहाड चढायो नि पहाड चढ्न चाहिँ हामीलाई फेरि एकदम मनपर्छ है हामी एक्सपेन्सिभ पहाड चढ्दैछौँ यो चाहिँ जस्ट इमेजिन के हैन यो कन्क्रिट यस्तो छ है पहाडबाट भ्यू पहाड माथिबाटको भ्यू नाइस कहाँ जाऊँ अब ओपेरा टावरमा एकछिन टाइम वेस्ट गऱ्यौँ अब जानु पर्यो क्याफेतिर एस्थेटिक भाइब्स लिन ओह्रालो झरेर ल त्यही हो अरू त के भन्नु म एक्सप्लोर गरिरहेको छौँ वी हेभ लिमिटेड टाइममा वी हेभ टु एक्सप्लोर सो मेनी प्लेसेस सी साइडबाट बाहिर आएर एक्चुअल सिटीमा हिँड्दा पो रमाइलो छ त अनि अब त यता पो छ त अस्ति नर्वे त फाइनली आधी घन्टा जति क्याफे खोजेर टाइम वेस्ट गरेर बल्ल अलिकति भाइबी ठाउँमा आइपुग्यौँ नि नाइस छ आर्टिस्टी छ के रहेछ उहरू हेर न तिम्रो स्टिकर्सहरू सक्यो फाइनली क्याफे होपिङ नि सक्यो थ्याङ्कफुली एउटा चाहिँ हामीले चुज गऱ्यौँ अब थ्याङ्क यू है एक हक गरिदिउँ नि त अब हामी जाने रोयल प्यालेस ओ नन चलान केटी हामीले दुईवटा पपुलर डेस्टिनेसन भिजिट गर्छ त्यो चाहिँ एउटा चाहिँ रोयल प्यालेस अनि अर्को चाहिँ पार्क छ क्या कुन चाहिँ हो त्यही गर्नु पऱ्यो बट जस्ट ल्यान्डस्केप डिफ्रेन्ट छ गुड थिङ इज तर है अलि अल्छी लाग्छ हाम्रो त कोपेनहेगन त अल्छी लाग्छ क्या किन होइन तर यो चाहिँ अलि नयाँ भएर हो कि के हो त्यस्तो अल्छी चाहिँ लाग्दैन हामीलाई अनि यो क्याफेले चाहिँ यो अनेस्को यहाँ अहिले आउनुपर्छ
फर्किने बेला टाइम भयो भने फर्की नहेर एउटा अब टक एउटा सुपर मार्केट छिरौँ पानी लिकिरौँ 7-11मा डिएसपीको पोइन्ट हानिदिउँ न के भन्छ त्यसले अब चाहिँ आउनु थाल्यो रोयल प्यालेस कस्तो माथिबाट त यस्तो दामी देखेको थियो होइन अनि अन द वे चाहिँ हामीले एउटा शान्तिको आमाको पाइसक्यौँ आई डोन्ट नो के हो यो चाहिँ यसको मतलब चाहिँ के रहेछ भने न्युक्लियर वेपन चाहिँ युज नगर भनेर रहेछ कि ल फाइनली हिस्ला वी आर शाही घर के भन्छ नर्वेको सिंहदरबार भन्दै हो हाम्रो साथीहरू त अघि नै आइसकेको रहेछ नि त ए उनीहरू त फर्किलाउनु भएछ नि त केही छैन हामी बिस्तारो जान्छौँ तर कसम क्या वेदरले चाहिँ लभली साथ दियो क्या हामीलाई ब्रो आज वेदरमा घामै थिएन क्या पानी देखाइरहेको थियो बादल देखाइरहेको थियो बट खासमा यसको रिजन के हो थाहा छ यसको रिजन चाहिँ हिस्लाले चाहिँ आफूलाई सनी पर्सन भनेर क्लेम गरिरहेको चाहिँ बट मेबी सी इज आई डोन्ट नो आई एम लेट्स ह्याङ आउट मोर विथ हिस्ला अनि थाहा हुन्छ होइन तर त्यस्तो वाउ त छैन है किन भन न नर्मल छ के बट या हाम्रो दिस प्यालेस सो मिनिमलिस्टिक क्या सो मिनिमलिस्टिक राजा हो यो मेरो भाइ हो हेर्दाखेरि त के रे के उ जस्तो छ नि के भन्छ के जस्तो वारियर आऊ न म तिमीलाई खिच म कति पछाडि बसेर बोल्नु म अब अगाडि बसेर बोल्छु भनेर हो क्या कम नु के भयो थाहा मलाई हल्का गर्मी आऊ न माथि ओइ यहाँबाट पछाडि हेर न नाइस है मैले सब कुरा ल्याएँ बट आफ्नो सनग्लासेस चाहिँ ल्याउन बिर्सेँ अनि ब्रो घाम त क्रेजी लागेछ हौ आँखै देख्दैन राम्रोसँग बेला बेला त नर्वेको रोयल प्यालेस नि भ्याइयो प्रब्लम चाहिँ के भयो भने प्यालेस खुल्लै छैन रहेछ क्या वरिपरि मात्र छ क्या हेर्न मिल्ने ब्रो लाइक त्यतिले त पुगेन नि त हामीलाई क्या कसैले कोही छेउछाउमा कोही मान्छे पनि छैन क्या फेरि खिच्नुलाई अब रोयल प्यालेस पनि डुल्यो अब फेरि अर्को फेमस डेस्टिनेसन पार्क छ त्यो पनि 15 मिनटको वाक छ अब हिँड्दै जान्छौँ भ्याउनु पऱ्यो लिमिटेड टाइममा सबै नभ्याएर भएन होइन र हो क्या रे लेट्स गो नाउ सिटी स्क्रोलिङ गर्दा फाँक हुन थाल्छौँ हामी अब रिमामा गएर चट्ट पानी खाएपछि चाहिँ के हुन्छ भने मजा आउँछ अनि साथी यहाँ नर्मल खोजिदियो नि त भगवती मलाई सायद जोकर चाहिँ लाइक कियोक्स जस्तो छ क्या नभए लार्ज एकदम स्मल क्या हामीले यहाँ अन द वे चाहिँ एकदम के भन्यो क्युट एन्ड क्लासिक घरहरू भेटेछौँ मेरो फेभरेट हो नि के खाऊँ भने भगु बरु रेड बुल खाइदिउँ है तर हामीले सिपमा लग्नुपर्छ त्यतै छेउमा अहिले चाहिँ ड्रिङ्क्स खाऊँ यार लास्ट डे थली भयो क्या हामी यस्तो उयो म हाल्दिनँ यो क्लिप कट हाल्छु के भयो भन न हामी चाहिँ लाइक घाममा धेरै हिँड्यौँ अनि वी आर सो थर्स्टी सो फर्स्ट वान सम वाटर एन्ड रेड बुल क्या रेड बुल गिभ्स यु या सी नोज हाउ थर्स्टी आई एम तर सी नोज बल क्या मैले यस्तो बुहरू बनाएँ क्या बनहरू क्या कत्रो पानी हो यो रेड बुल खोज न उ त्यहाँ होला हेर न पानी पनि चाहिन्छ नि त चिसोवाला चाहिएको आज आएर हामी रिमामा हरायौँ रेड बुल खोइ घाँटी थकथक भइसक्यो म रेड बुल खोइ छैन हौ
didn't know where Red Bull is. सिटी स्क्रोलिङ गर्दा गर्दा हामी चाहिँ अति भइसक्यौँ। त्यही भएर पानी खाम, रेड बुल खाम, अझै 10 मिनटको वाक छ हाम्रो नयाँ अर्को डेस्टिनेसनलाई। अनि 10 मिनटपछि चाहिँ हामी त्यहाँ पुग्छौँ। अनि त्यहाँ बस्छौँ अनि 1-2 घन्टा अर्को ठाउँमा छिरेर वी आर गोइङ ब्याक टु आवर सिप। अब हामी छिटो पार्क हुनुपर्छ, त्यहाँ बसेर रमाइलो गर्नुपर्छ नि। कस्तो छ त तिम्रो हुँदैन? यो नेबरहुड चाहिँ डेनमार्क जस्तो छ क्या। भयो किन भयो सासु भनेर मलाई भित्रबाट त्यत्रो हिँड्यौँ हामीले धेरै हिँड्यौँ यार। अनि फाइनली अर्को स्पोर्ट यो कुन चाहिँ पार्क हो मैले नामै बिर्सेँ, बट दिस वान इज क्रेजी गुड यार। लास्ट डे भिडियो बोल्छ अनि यति धेरै ठुलो छ कि इट विल टेक अस सो मच अफ टाइम टु एक्सप्लोर इट। तर हामी गर्छौँ किनकि हामी गर्ने आयो। क्रेजी छ है फेरि। हाई, हेलो, हाउ आर डुइङ? I'm doing very very good. Good, thank You you. want to hear the stories of this statue? Nah, sorry, thank you. Just यत्रो 25 मिनट लाएर नेबरहुड होपिङ गर्दै यो भिगल्यान्ड पार्कमा आएको चाहिँ वर्थ इट भयो क्या। किन भन न, जस्तो हेर न ब्रो, सायद हेर है त यता तिमीहरूलाई देखाउँछौँ हामी। यो छ होइन, अझ मेन त त्यहाँ छ क्या। त्यहाँ माथिबाट भ्यू कस्तो देख्छ होला। Oh my god. फाइनली मेजर एट्र्याक्सन पोइन्ट। वाउ यहाँबाट नि त्यो पुरा पार्क हेर्दा त अझ माथिबाट देखाउँछु म त जस्ट के भन्छु भने यो बनाए चाहिँ कसरी क्या यत्रो लामो ब्रो, हट यो त क्रेजी छ यार। यहाँबाट झन् खै ओस्लोमा डाँडा देख्न पाउँछ र यस्तो आनन्द लाग्छ। तिमीहरूलाई ओस्लोमा डाँडा देखेर कस्तो लागिरहेको है? यो पार्क त लास्टै राम्रो हेर न। हट यहाँको एक्सपिरियन्स मलाई नाइस। वी स्टिल ह्याभ मच टु एक्सप्लोर। भर्खर त 3टा मेजर स्पोर्ट एक्सप्लोर गऱ्यौँ। पार्लियामेन्ट त जानै भएको छ यार मेरो वासस्थान। अनि तिमीलाई चाहिँ यो के स्ट्याचुहरू देखेर चाहिँ कस्तो फिलिङ आयो त ल भन न। कसले बनाएको हो क्या यो, लाइक बनाएको चाहिँ कसले यस्तो खतरा कसरी बनायो यत्रो हेर न, हेर्नु न। होल टावर त्यत्रो डिटेल हो त। माय गुडनेस। मलाई हेर हिसिला क्यामेरा त मैले बनाएको हो नि। तिमीले हाम्रो क्रिएटर भयलाई त कपमा बनायो भने नि सक्दैन यसले। हाम्रो चाहिँ भिगल्यान्ड पार्कको एक्सप्लोरेसन नि सक्यो। अब हामी केयर छौँ भने यहाँको ट्राम चढ्छौँ, त्यो भए चाहिँ सिधा सेन्ट्रल जान्छौँ ओस्लोको। अनि त्यहाँ गएर एउटा दामी रेस्टुरेन्ट थियो, त्यहाँ केही खान्छौँ अनि फेरि सिटी रोमिङ हान्ने। अनि 4 बजे बोर्डिङ, 4:30 बजे अगेन ट्रिप टु कोपनहेगन। अनि बाँकी रमाइलो कहाँ हिस्ला क्रुजमा। घरमा हाम्रो घर क्रुज हो नि त। हाम्रो लिटिल क्याबिन छ नि त। त पार्कमा नि पब्लिक वासरुम छ नि, छ। तर भिगल्यान्डमा छैन। द्याट्स अ रियली ब्याड थिङ अब भिगल्यान्ड। हाम्रो कोपेनहागनको के अरे रोजेन्सबर्गमा छ अनि हाम्रो कलेजको पछाडिको पनि के पार्कमा चाहिँ छ होइन। तर यो भिगल्यान्डमा नो वासरुम। अब क्याब पऱ्यो भने हामीले यता देखाउँदैछ। अब हामी के गर्नु पऱ्यो भने सिटी नेभिगेट गर्नु छ। सिटी नेभिगेट बट यो ट्राम नेभिगेट गर्नु छ क्या। तिमीहरूलाई थाहा छ नर्वेमा चाहिँ एन्टर भन्ने एउटा एप छ, त्यसबाट चाहिँ नेभिगेट गर्नु मिल्छ सबै। हामी अहिले पछि यो ट्राममा चढेर जानेछौँ। पहिला हेरौँ। तिमीलाई क्यामेरा समाउन सिकाउँछु अहिले। चाहिँदैन, जाउँ। यो चाहिँ गाडी हाम्रो लागि रोकिदिन्छन् होइन। यो झोला क्युट छ नि होइन, यो चाहिँ मेरो झोला हो। यो स्टेसनबाट अलमोस्ट लाइक नियर टु सेन्ट्रल जान्छौँ। अनि यसलाई चाहिँ हामीलाई कति नर्वेजियन क्राउन लाग्छ थाहा छ? इट्स 138 for 3 adults। ओ माई गुडनेस। टिकट त काट्नु पऱ्यो किन यहाँ आएर फाइन खाइयो भने त नट वर्थ इट। तनावै हुन्छ नि त। ल अन छ नर्वेजियन ट्राम, लेट्स गो। यहाँ कलर पनि कस्तो राम्रो ब्लू छ। कहाँ बस्ने अब? पछाडि जाउँ न, हामी जाँदैछौँ। मेट्रो हिँडेको मान्छेलाई त के बस्ने क्यामेराम्यान के छ?
ट्राममा आयो अब अरूहरू चाहिँ हपन हपमा त्यो सिडी हेर्छन् हामी चाहिँ नर्वेजियन ट्राम्पमा क्या भगवती तिम्रो यो फर्स्ट टाइम ट्राम्प एक्सपिरियन्स हो कि हो तिमी इस्वेको ट्राम्प चढ्छौ म पनि इसोको ट्राम चढेको छु म त दिल्ली हो ट्राम्पमा त्यो होइन इभन त्यो ट्राम्पको एउटै ड्राइभरले मलाई 2-3 चोटि देख्छ क्या दिनमा हाम्रो उता ट्रेन र ट्राम्पमा चाहिँ स्टेसनहरू लगातार देखाउँदै होइन तर यसमा चाहिँ लाइक एउटा चाहिँ नजिकको देखाउँदो रहेछ अनि एउटा चाहिँ टाढाको क्या हो कि न लाइक नेक्स्टवाला देखाउँछ अनि लास्टको स्टप देखाउँछ द्याट्स द थिङ तर बुझ्यौँ हामीले बुझ्यौँ हामीलाई एकैछिनमा आयो दिँदै मान्छे एक्कासी लास्ट हेर न सायद सेन्ट्रल स्टेसन भएर होला कि एकचोटि सेन्ट्रल हेरिदिने हो जाउँ न त सेन्ट्रल हेर्न एक्साइटेड छौ धेरै मान्छे Figured out. Are in the central station of Oslo. घुम्नलाई हेरौँ है त यहाँको सेन्ट्रल स्टेसन कस्तो रहेछ त डिपार्चर्सहरू सबै छ एउटा ह्यान्डसम दाइ नै हुनुहुन्छ I got too many stores. डेनमार्कको भन्दा यहाँको सेन्टर राम्रो लाग्यो हो Sorry, we don't have time right now. Yeah. जोकर पनि रहेछ कतिवटा जोकर छ भन न कतिवटा जोकर छ दुईटा एउटा ठुक्क आफूलाई किन यसले जोकर भनिन्छ भनेको त लास्टमा अर्कोलाई जोकर भन्यो होला मैले भिडियोमा देखिन नि तिमीलाई मन ल यु सी ब्रो लाइक दिस वान इज भेरी नाइस थाहा यहाँको सेन्ट्रल स्टेसन हाम्रो एयरपोर्ट जस्तो छ क्या सरी ब्रो तर सकेसम्म हाम्रो फेभरेट त्यो मन जितेको रेस्टुरेन्टमा चाहिँ छिर्छौँ एकचोटि Do you remember the name? I know. पिज्जा खाने हो I think I was what's the name? Cafe Cathedral. Maybe maybe I should check my phone. You know, I have my recent location there, so I'll see. 45 minutes बाँकी छ अब अनि we wanted to try here, but भ्याउँदैनौँ हामीले 45 मिनटमा त हामी बोर्डमा गइसक्नुपर्छ अब मजा आएन क्या वाउ भएन अब के गर्ने भने अलिअलि सामान किन्ने यहाँबाट अनि केही छैन नो वरिज बोटमै रमाइलो गर्ने मेन त रोयल म्युजियम घुम्यो रोयल प्यालेस डुल्यो अनि त्यो पार्क हो क्या न अब यहाँ हेरौँ यस्तो के भेट्छौँ लिनको लागि बाई स्पेस बाई बिहान हामी बस्ने ठाउँको नाम स्पेस बाई रहेछ क्या यस्तो नाइस तर म थाकेँ आम टायर्ड गाइज आर यु गाइज टायर्ड Not really. Not really? Wow, I'm tired. अनि हाम्रो सोशल ब्याट्री The only thing I can do now is go to the cruise, charge my phone and rest for some minutes and we'll play swimming again. No wonder everybody is saying that she is a bride. Exactly, like look at her dress. I feel like we're in her bachelorette party. Like मान्छे यस्तो हेर्छन् भगवतलाई अनि look she is wearing a bright dress. यहाँ नि पिज्जा त मिठो छ कि मामा पिज्जामा सब कुरा नाइस भयो तर फर्किने बेला चाहिँ कस्तो झ्याउ भइदियो कि किन के भयो भने हाम्रो चाहिँ बोर्डिङको जस्ट लास्ट मोमेन्टमा आइपुग्यौँ क्या अनि वेयर द लास्ट कन्ट्री बोर्ड होइन एकछिन त त्यस्तो झ्याउ लागेको थियो बट या आइपुग्यौँ केही छैन अब बाई ओस्लो ब्याक टु कोपनहेगन फेरि 17 आवर्सको क्रुज राइड तर जस्ट रमाइलो हुन्छ अझै फेरि यता रमाइलो गर्ने बाइक छ तर त्यही हो अहिलेलाई चाहिँ सक्यो नर्वेको ट्रिप नि हिजो के भइदियो भने हामी जब सिपमा आयौँ नर्वेबाट सबजना थाकेको थियो अनि सुतेर बस्थ्यो मोस्ट अफ द टाइम त अनि एकछिन उठेर बारमा गएको फेरि हिजो नि बारमा गएको त्यही भएर मैले खासै खिचिनँ त्यहाँ त्यसपछि फेरि रुम आयो हल्ला गऱ्यो सुत्यो अब त्यो हल्ला गरेर के खिच्नु आज फेरि बिहान अनि मस्त ढल्यो त्यही हो सुत्यो रेस्ट गर्यो अब चाहिँ ब्याक टु कोपनहेगन फेरि अब घर जाने ढल्ने त्यही हो यो भ्लगलाई चाहिँ यति नै हो